तब पनि त्यति दिन उहाँहरू राज चलाउनु भयो। तब हाम्रो देशको युवाहरू विदेशमै गइरहेछ, तहस नहस भइरहेछ युवाहरू। त्यो ट्रेन कहाँबाट सुरु भएको थाहा छ? कहाँबाट सुरु भएको? यो त सुन, पहिला सर्वप्रथम के भयो, म विस्तारले भन्छु। म त एउटा साधारण काम गरी खाने मान्छे हो होइन, म एउटा ड्राइभर मान्छे हो होइन। सबैभन्दा पहिला 2047 सालमा प्रजातन्त्र आयो। प्रजातन्त्र आइसकेपछि तपाईँको 2052 सालदेखि हाम्रो माओवादीको जनयुद्ध सुरु भयो हो। जनयुद्ध सुरु भइसकेपछि हाम्रा गाउँका अलि ठुला बडाहरू, अलिक गरी खाने मान्छेहरू, अलिकति धेरै धनी बनाउन 2-4 आर्मीहरूको, पुलिसहरूका होइन, घरमा गाउँमा आर्मी पुलिस भएका मान्छेहरू, गाउँमा अलिक धनाट्यहरू सबै सहरपट्टि लखेटियो होइन। 58 सालमा हाम्रो राजा बित्यो, मारियो हो। 62-63 सालमा हाम्रो जनआन्दोलन भयो, 19 दिनको जनआन्दोलन। त्यसपछि घटनाक्रम हुँदैछ। अब के भन्छ, लोकतन्त्र आयो। लोकतन्त्रमा के भयो त? केही पनि भएन। जनताले के पायो? केही पनि पाएन। माओवादीको द्वन्द्वकालमा गाउँबाट बजारमा लखेटियो हो, गाउँबाट बजारमा लखेटिएपछि अनि त्यसपछि के भयो, अहिले केही बजारमा चाहिँ केही 2-4 पैसा हुन्छ कि भनेर काम गरी खानलाई मान्छेहरू बजारमा आयो। अहिले बजारमा आइसकेपछि के अरे बालेन साहब निहरू भयो नि। अब 2-4 पैसा होइन नेपालमा गरी खाउँ भनेर गर्ने बेलामा बालेन शाहले गरी खान पाइँदैन भने हो कि सबै गरिबहरूलाई कोहीको साइकल लखेटेर लग्यो, कोहीको सामान सबै लखेटेर एउटा थर्मसमा चिया बेचेर हिँड्ने मान्छेको थर्मस शुद्ध खोजेर फुटाएन। तिमीले त्यो त अवगतै छ नि हो कि होइन? यस्ता हामी देशका जनता हो कि। अहिले चाहिँ के हुन्छ, सबैजना शासक हो। अहिले उनीहरूले किन, तिमीहरूले अहिलेको मान्छेहरू किन चाहिँ अगाडि बढ्दैछ भने उनीहरूले त लुटी खाइसक्यो, उनीहरूलाई पुग्यो। अब हाम्रो लुट्ने पालो भनेर सबैजना एकजना हुँदैछ होइन। बुझ अहिले जो के भन्छ बालेन भयो, फुलमान घिसिङ भयो, रवि लामे, उनीहरू पनि त्यस्तै हो नि। रवि लामे छैनले के सही ढङ्गले आएको हो र?